यो चाहिँ कहाँ त मुभ गरेर यो पनि जग्गा दिनु यो के गर्ने अब थोरै पानी गरेर खनाइदेऊ शिरमा पानी खनाइदेऊ तीनै जनाले शिरमा पानी खनाइदेऊ एक राउन्ड घुम्न पानी तीनचोटी मात्रै घुमा तीनचोटी एकचोटी भयो अब लास्ट अँ। ल त्यहाँ अगाडि राख अब भयो अब फुलले पूजा गर तिनीहरूलाई ल फुल गरेका छौ चुडा छौ नि त्यसले पूजा गर फेरि घुम्ने हो घुम्ने होइन अब सपनाले सुरुमा सपनालाई त्यो अब सपनालाई मात्र गर्न दिनु अरूलाई छोड्दिनु अरूले छोड्देऊ मनोजलाई पहिला मुख धोइदेऊ त्यो जल राखेको छ नि त्यसले मुख धुवा जस्तो गरिदेऊ न शिर धोइदेऊ मुख धोइदेऊ बाहिर त्यसमै गाडिदिनु मुख धुवा जस्तो गरिदिने भइहाल्छ हो धुवा जस्तो गरिदिनु अनि त्यही सबैलाई गरिदिऊ तिनैजनालाई गरिदिइहाल्ने भन्नु सपनालाई होइन त भन्नु त्यो भिडियो गरिरहनु पर्दैन भन्नु होइन के त्यो तिनैजनालाई त्यही प्रोसेस गरिदिइहाल्नु भन्नु एउटाले मुख दुना बित्तिकै अर्कोले पनि मुख दुने के अर्को बहिनीले पनि पानी सम्झनाले त्यस्तै गर अब अनि फुलले पनि पूजा गरिदिनु पर्ने भाग्यमानी यस्तो गर्ने हो अगरबत्तीमा बोल्ला नि दादी अगरबत्ती त त्यहाँ माथि पूजा गर्ने ठाउँमा राखेन हुन्थ्यो है लक्ष्मी दुवै हातले सर गर्दै होइन त्यो टाउकोमा राख्नु पर्दैन भइहाल्यो त्यहाँ फुल छ त्यो बसेकै सर यस्तो गर्ने हो कि अहिले लगाइदियो नि रेखा यसपछि के गर्ने हो अनि यसपछि तेल लगाइदिने शिरमा तेल छ तेल तेलै छैन हौ छैन भने अब ओखरहरू मन्साएर फुटाउने मन्साएर ढोकामा फुटाइदिने के अब अगरबत्ती त साइडमा हालिदिउँ त नि त्यो पोलिएला है भिडियो गरिदिएर है त्यसो गरेर गर्नुपर्ने सबै हाम्रो एक-एकवटा सबैले एक-एकवटा ओखर फुटाउ तिनैजनालाई मन्साएर एकै फुटाइ भइहाल्छ के
सबै मान्छेले सपनाले फुटाउन दिनु न त सबैले हात छुन्छन् अनि त्यो गर न सबैले सबैले त्यो ओखर एउटा मनसाइदिएर सबै तिनी बहिनीले चारै बहिनीले जाऊ अनि त्यसपछि एकदम समस्या भइगयो अनि त्यसपछि गरिदिनु राम्रो हुँदैन त्यो माथि मनोजकोबाट त्यो मन्सेर के गर्नेलाई ढोकामा फुटाइदिनु त्यो सबै बाहिर फालेर ढोकासँग लगाइदिने त्यो ठ्याक्कै त्यो ओखर फुटाएर बाहिर फालेर अनि त्यो ढोका बन्द गर्ने ल ल भयो आफै बाहिर गएर झन् राम्रो ल अब टिका लगाइदिने अनि त्यो पहेँलो टिका पहेँलो पहिला सिधा बनाइदियो औँलाले सिधै औँलाले पहेँलो सिधा बनाइदेऊ पहिलो होइन के पहिलो सेतो ब्याकग्राउन्डमा सेतो हो कि सेतोमा राम्रो देखिन्छ जे गराइदियो सेतोमा गराइदियो पनि हुन्छ अनि ट्याक ट्याक औँलाले ट्याक ट्याक पार्दै नि हुन्छ त्यो सिन्का ल भयो ल राख्नु यस्तो देखाइदिनु न ज्याप बनाइदिनु गर्नु होला नि त अब के अरे गाह्रो